साथीभाइहरू कहाँ पुगिसक्यो आफू खेल क्षेत्र खेलाडी भएर बसिरहेको। यतिखेर यिनको पनि चर्चा चारैतिर चलिरहेको छ। उमेरले डाँडा काटे पनि मन तरुनो छ भन्ने यिनको भनाइ छ। र कति वर्ष पुग्नु हो दाइ अहिले? म 68 वर्ष पुगेँ। 68 वर्षमा यति धेरै इनर्जी कहाँबाट कलेक्सन गर्नु हो दाइ? म त बच्चादेखि खेलकुदमा लाएर अहिलेसम्म यो तन्दुरुस्ती भइरह्यो, राम्रो भइरह्यो हो। केही दिन अगाडि धर्मश्रीमा भएको बडी बिल्डिङ प्रतियोगितामा यिनी तृतीय भएको पनि यिनले बताएका छन्। आज हामीले यही भिडियो राख्दैछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। तपाईँले ह्याबी चाहिँ कति केजीसम्म उचाल्नु हुँदो रहेछ? म स्ट्यान्ड लिफ्टिङमा म 140-50 उचाल्न सक्छु। म अहिले स्ट्यान्ड लिफ्टिङको खेलाडी पनि हो। वर्ल्ड च्याम्पियनमा 2 पल्ट सेलेक्ट भएर तर आफ्नो खर्चले जानुपर्ने भएर म जान सकेन। आफ्नो पैसाको कारण नभएको कारण? पैसाको कारण दुईचोटि सेलेक्ट भएर पनि जानु नपाएको। कुन ठाउँमा? यो एकपल्ट 1.5 वर्ष अगाडि इन्डियाको हैदराबादमा वर्ल्ड च्याम्पियन भयो। मेरो साथीहरू गयो, यिनीहरूले जितायो। पछि रसाको काजाखस्तानमा भएको थियो, त्यहाँ पनि जान पाएन। अब फेरि तेस्रो चाहिँ नि श्रीलङ्कामा हुँदैछ, त्यहाँ पनि जान नपाउने जस्तो छ। पैसा छैन। पैसाकै कारणले? आफ्नो पैसाले यो गेममा आफ्नो पैसा लगाउनु पर्यो। कति वर्ष भयो अहिले खेल्न थाल्नु भएको यो बडी बिल्डिङको सम्बन्धी? तपाईँले बडी यो पावर लिफ्टिङ स्ट्यान्ड लिफ्टिङको लागि मात्रै उचाल्ने हो। यो धेरै वेट नभए त बडी बनाउनलाई खास त्यति उचाल्नु पर्दैन। पेसाले चाहिँ के हुनुहुन्छ दाइ? पेसाले पहिला अलिक सानोतिनो मिस्त्री काम गर्छु। के सम्बन्धी? साइकल मोटरसाइकल सम्बन्धी। मोटरसाइकल बनाउनु हुन्थ्यो पहिला? अहिले पनि तपाईँ साइकल लिएर नै हिँड्नु हुँदो रहेछ होइन? अहिले जिन्दगीभरि साइकलमा छु। मोटरसाइकलले कहिले चढ्ने दिन आएन दाइ? जिनै आए पनि आफूसँग अब खर्च छैन। अब साइकलमा भेटे पेट्रोल हाल्नु पर्दैन, खर्च छैन बनाउनु। मोटरसाइकलमा भनौँ अब कर तिर्नु पर्यो, पेट्रोल हाल्नु पर्यो, पार्किङको समस्या छ। मलाई साइकलै राम्रो लाग्छ। अहिलेको अवस्थामा हेर्दा नि मोटरसाइकल किन्नलाई त खासै धेरै पैसा पनि चाहिन्छ जस्तो लाग्दैन। किन भन्दा 40-50 हजार पनि सोरुममा दिँदाखेरि त्यो हो। तर पछि तपाईँ खर्च गरिराख्नु पर्यो नि त। टाइममा कर तिर्नु पर्यो, पेट्रोल हाल्नु पर्यो। मेरो जागिर सागिर केही पनि छैन, राख्ने कसरी पाल्नु कसरी, त्यो समस्याले पनि मैले साइकल चलाएँ। फ्रेममा हुनुहुन्छ यतिखेर कृष्ण सिंह साई हुनुहुन्छ। यहाँलाई नमस्कार। सन्चै हुनुहुन्छ? कति वर्ष पुग्यो? 5 चोटि? ओहो। अनि मैले सुनेसम्म नि तपाईँ खेलप्रति चाहिँ एकदम क्रेजी हुनुहुन्छ अरे होइन? खेलमा दाइ यति धेरै मन लगाएर गर्नुभयो होइन? खास यत्रो एनर्जी चाहिँ कहाँबाट कलेक्सन गर्नुहुन्छ? त्यो त मलाई बच्चादेखि इन्ट्रेस्ट भएको गेम भएर अरूमा लाग्यो। म चाहिँ नि खेल क्षेत्रमै लागिरहेको। यो मैले धर्मश्रीमा त म तेस्रोपल्ट हो भाग लिएको। तेस्रोचोटि? त्यो भन्दा अरू बेनमा अरू गेममा पनि मैले धेरै भाग लिइसकेँ। तर एउटा कुरो छ नि दाइ, मैले बुझेसम्म होइन, तपाईँले यति 68 वर्षको उमेरसम्म तपाईँले गर्दाखेरि लाग्छ तपाईँलाई कि आफ्नो साथीहरू चाहिँ होइन धेरै दबाई खान्छन् होइन? कसैलाई ग्यास्ट्रिक, कसैलाई अल्सर, कसैलाई के विभिन्न रोगहरू लाग्ने अवस्था छ किनकि अहिलेको सिचुएसन अनुसार। तर तपाईँलाई चाहिँ केही नभएको होइन? अहिले पनि फिट एन्ड फाइन, अहिले पनि 16-17 वर्ष भनौँ न, 20-25 वर्षको युवालाई पनि तपाईँले फ्लप गरिदिनुहुन्छ यो बडी बिल्डिङमा होइन? अरूले के भन्छन् यो विषयमा? अरूले भनेर के भने मैले आफूले नखाएको हुनाले म तन्दुरुस्त भएको जस्तो लाग्छ कि म सप्लिमेन्टहरू खाँदैन, नेचुरल चाहिने डाइटले म मेन्टेन गरिरहेको छु। के खानुहुन्छ? खानेकुरा त्यो साह्रो नै हो। अन्डा, माछाहरू खानै हो, अरू खास केही छैन।